यहाँ माथि हेर्नुहोस् त, दुईटा फोटो छ। ओलीबाको यतापट्टि, यतापट्टि जनताको। अब यो देखाउने बित्तिकै यहाँ आएर भाउ 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 गर्न बेर छैन। भुका हो, भुक्दैमा केही पनि हुनेवाला छैन। हकीकत बताउनै पर्छ। यत्रो जेन्जीको आन्दोलन भयो, घर सखाप भयो, भागा पैसाहरू सब सखाप भयो। अब फेरि यस्तो महल बनाउने पैसा कहाँबाट आयो भनेपछि पैसा कति रहेछ त? अकुत 35 वर्ष राज गरेको पैसा त अब पो निक्लिँदैछ। यस्ता भवन अब एउटा मात्रै हैन, हजारवटा बन्ने पैसा अझै पनि छ। भुके हुन्छ भौ भौ गरेर। साँचो कुरो बताउँदाखेरि भुक्दाखेरि केही पनि फरक पर्दैन, किनभने पीडा हामीलाई पनि छ।